खानको लागि सब राम्रो सुविधाहरू छ अनि आएर बसेर खानामा हुन्छ हामीले राम्रो सेवा गर्छ नमस्ते वेलकम टु माई ब्लग धेरै दिनपछि म चाहिँ ब्लग बनाउनु गइरहेको छु अब चाहिँ उता गएको जाने टाइम भयो अब म गएको जान्छु अनि त्यताबाट अलिअलि अब जाडो महिना पनि लागिसक्यो नि त यताउति अलिअलि घुमाउँछु होइन यताउतिको अलिअलि सिन देखाउँछु अनि ब्लग नबनाएको पनि धेरै भयो कि अब यस्तो टाइम पनि मिलेको थिएन अब चाहिँ म यता ब्लग बनाएर हजुरहरूलाई सबै होइन कोबे सिटी हो जापानको चाहिँ कोबे सिटीहरू अलिअलि घुमाएर देखाउँछु अलिअलि सर्ट पनि हान्छु अनि खेल्नुको लागि चाहिँ थम्स अप गाइस म चाहिँ अब रुमबाट निस्किसकेँ यो डुल क्याप्चर भन्ने अब मैले आएको नयाँ त्यो चाहिँ यसो हेरिरहेको छु क्या कस्तो देखिँदो रहेछ भनेर म चाहिँ यता रुमबाट निस्केँ अब गएको जानुपर्छ त्यस्तै हो गाइस अब जाडो छ अहिले चाहिँ यसो हेरौँ कस्तो होइन जाडो छ अहिले एकदम जाडो बढिरहेछ कस्तो देखिरहेछ गाइस भनिदिनु होइन अहिले चाहिँ यस्तो छ सिन हाम्रो हामी चाहिँ ग्रोसरीहरू सबै स्यान्डीबाट किन्छौँ यही हो हामीले चाहिँ किन्ने होइन अब अहिले चाहिँ एकदम फुलहरू फुलेर क्या दामी भएको छ क्या अलिकति उता चाहिँ त्यस्तो राम्रो भएको छ अब पहिला चाहिँ म उता जान्छौँ होइन एकछिन त्यो फुलहरू हेरेर अनि हामी चाहिँ गएको जान्छौँ अनि गएकोमा पनि हल्का अलिकति भिडियो खिच्छु जस्तो देखिँदो रहेछ गएको चाहिँ यताबाट जाने हो होइन अहिले चाहिँ यता क्या दामी फुल फलेको क्या अनिखेरि अहिले चाहिँ म त्यही देखाउँछु हेर्नु भइहाल्यो होइन राम्रै चाहिँ खिच्नु भएको छैन किनकि मलाई ढिला भइसक्यो अब गएको पनि सुरु हुने बेला भइसक्यो त्यही भएर चाहिँ म फर्केँ अब अहिले चाहिँ यत्तिकै बाटोको भ्यूहरू हेर्नु अब कस्तो छ के छ होइन अब आउनुलाई मान्छेहरूलाई पनि अब यो भिडियोबाट यस्तो थाहा हुन्छ नि त होइन यो ठाउँको नाम चाहिँ कोबे सिन्काइजी हो म चाहिँ ठ्याक्कै सिन्काइजी स्टेसन अगाडि नै बस्छु त्यही भएर साइकल पनि अहिलेसम्म किनिसकेको छैन नजिक छ नि त अब काम जान ट्रेनबाट गइहाल्छु खास चाहिँ साइकल किन्ने जरुरत पनि छैन तर म्याक्सिमम् यहाँ चल्ने भनेकै तपाईँहरूको साइकल हो कि म्याक्सिममले साइकल लिएर हिँड्दा हुन्छ होइन अब हामी चाहिँ प्रायः जस्तो ऊ त्यो पार्क छ नि त्यहाँ बस्छौँ प्रायः जस्तो चाहिँ त्यहाँ बसिरहेको हुन्छौँ अहिले चाहिँ सुरुमा आउँदा चाहिँ खुब बसिन्थ्यो अहिले चाहिँ धेरै कम भएको छ बस्नलाई अब किनभने टाइम पनि हुँदैन नि त अब सुरुमा आउँदा कामहरू पनि हुन्थेन अनि फ्री टाइमहरू भइन्थ्यो होइन अनि त्यही भएर चाहिँ खासै ऊ हुन्थेन अब म अलिकति उ गर्छु है यस्तो छ अनि पार्क चाहिँ यस्तो छ अब फुल ट्याक्क उ भइरहेछ अब अहिले आँखी भन्ने सिजन आउनु लाग्छ नि त अब धेरै चिसो छ अहिले त्यही सुरुवातमा त यस्तो चिसो छ भने अब पछि के हालत होला होइन म पनि आएको धेरै भएको छैन भर्खर 8 महिना भयो अब भ्लग चाहिँ खासै बनाएको थिएन क्या मैले किनकि मसँग मोबाइल पनि थिएन अनि त्यस भिडियो क्वालिटीहरू पनि राम्रो थिएन भनौँ न अनिखेरि खासै भ्लग पनि बनाउनु मन थिएन अब भिडियो क्वालिटी पनि कस्तो आउँथ्यो कि अनि खासै म भ्लग पनि बनाउनु थिएन
अनि अहिले चाहिँ मैले मोबाइल किनेँ नि अब धेरै भएको छैन 1 महिना जति भयो मैले चाहिँ 17 Pro Max किनेको थिएँ 512 GB को किनेको लगभग मलाई जापानमा चाहिँ 240 जति पर्यो अनि मैले चार्जर पनि मगाएको थिएँ त्यही भएर चाहिँ 240 पर्यो मैले चाहिँ अनलाइन अर्डर गरेको थिएँ अनि ठ्याक्कै 1 महिना लाग्यो क्या गाइस होइन मोबाइल आउनु पनि कुर्दा कहिले आउला भन् जस्तो भएको थियो कि कहिले महिना पनि कहिले नजाने के अनि जस चाहिँ अहिले चाहिँ रेड लाइट भइरहेको छ अनि कसै गएको सुरु लाग्यो पढ्न नि खासै इन्ट्रेस्ट पनि लाग्दैन अनि मलाई चाहिँ त्यस्तै हो अहिलेलाई चाहिँ त्यस्तै भइरहेछ अब अलिअलि काम गर्छु अनि खासै त्यस्तो पनि छैन त्यस्तो कमाइ पनि छैन म जापान आएर कति कमाउँछु भनेर चाहिँ सोच्ने एउटा भ्रम मात्र रहेछ क्या हाम्रो चाहिँ खासै त्यस्तो केही पनि छैन कमाइ पनि छैन अब जस खाना बस्न कुदिरहेछ अहिलेलाई चाहिँ अब कसै दौडिनु पर्यो किनभने रेड लाइट बोल्यो नि त होइन गएको पनि आइपुग्नु आयो यस्तो समाउँदा हातै दुइसक्यो कि मेरो चाहिँ होइन त्यस्तै हो अनि यहाँ चाहिँ ठ्याक्कै नेपाली पसल छ अहिलेलाई चाहिँ अनि हाम्रो चाहिँ नेपाल दाजु चाहिँ के गर्दै हुनुहुन्छ भने के बार्दै हुनुहुन्छ होइन अनि अब त्यही हो मनासुलु भन्ने चाहिँ त्यहाँ पनि नेपाली पसलहरू छ अब प्रायः जस्तो मान्छे मेरो भिडियो हेरेर दाइ कस्तो छ पनि भनिदिनुहुन्छ नि त अनि त्यही कारणले चाहिँ हाम्रो दाइ चाहिँ यसरी के बार्दै हुनुहुन्छ होइन तपाईँले भन्नुहुन्थ्यो नि त हाम्रो चाहिँ मनासुलु यही छ यहाँ आउने नयाँ अस्ति पनि एउटा भाइले सोध्नु भएको थियो जस राम्रै छ आउनुहोस् अनि हाम्रो चाहिँ यहाँ दाइ हुनुहुन्छ आउनुहोस् न हाम्रो यो होटलमा चाहिँ आएर खानापिना बस्न त छैन तर खानको लागि सब राम्रो सुविधाहरू छ अनि आएर बसेर खानामा हुन्छ हामीले राम्रो सेवा गर्छ हजुरहरूले यहाँ आउने बेला हामीलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन हजुर कन्ट्याक्ट गर्न सक्छ अनि यही हो मनासुलु नेपाली रेस्टुरेन्ट र दाइ अहिलेको लागि है त हजुर दिन्छौँ है धन्यवाद है त धन्यवाद अनि अब चाहिँ गएको अलिकति बेला भयो यो चाहिँ हाम्रो मनासुलुको के रहेछ त गाइस अब हामी यसो हेरिदिउँ न त है त प्राइस कति पर्दो रहेछ त अब लन्च टाइम भनेको के रहेछ त यताउति धुन्न छ होइन अलिअलि महँगै हुन्छ यहाँ चाहिँ अलिकति महँगाइ नै छ होइन अब यो चाहिँ स्टेसन हो पेट्रोल होइन यहाँ चाहिँ जस पेट्रोलहरू सस्तोमा पाइन्छ अनि गएको बाहिर चाहिँ धेरै मान्छेहरू बसिरहनु पर्छ हल्का गाउँ जस्तो छ यो चाहिँ अनिखेरि खासै ठुलो सिटी पनि होइन तर ठिकै छ अहिलेको लागि चाहिँ जे होस् राम्रै छ अब बस्नुमा चाहिँ एकदम शान्त छ क्या होइन अब उता टोकियोहरू जस्तो पनि होइन अलिकति भिडभाड पनि छैन जस बस्नुमा चाहिँ एकदम राम्रो छ क्या तपाईँहरूको अब खाना अब भनौँ न हरेक कुराहरू चाहिँ यहाँ ठिक छ वातावरणहरूदेखि लिएर अनि सबै कुराहरू जो ठिक छ अहिलेको लागि चाहिँ हामी चाहिँ गएको आइसक्यौँ ऊ त्यो हो होइन गएको जे पनि गएकोहरू चाहिँ एकदम राम्रो छ अनि हाम्रो चाहिँ साथीहरू होइन साथीहरू भेट्यो है भ्लग बनाएर आयो ल होइन हाम्रो साथीहरू है हाम्रो कोबेबाट दिनु पर्यो हाम्रो कोबेबाट चाहिँ यही हो हाम्रो गएको चाहिँ यस साथीहरू पछाडि आइरहेछ अनि अहिले चाहिँ हामी गएको आइपुग्यौँ गएकोबाट फर्किँदा चाहिँ हल्का यताउति सर्ट हान्छु अहिलेलाई चाहिँ यही हो हामी बस्ने गएको चाहिँ कस्तो छ भनिदिनु होला त्यस्तो राम्रो छ होइन
कुन्चो सिन्से म चाहिँ गएको आइसकेँ अनि जस यस्तै छ सानो छ तर एकदम राम्रो छ म चाहिँ अब क्लास देखाउँछु होइन कस्तो छ त होइन हामी पढ्ने क्लास हजुरहरूलाई म क्लास देखाउँछु यो चाहिँ होइन हामी चाहिँ अलिकति 4th फ्लोरमा छौँ म चाहिँ अब क्लास आइपुगेँ होइन म चाहिँ चाँडै नै आइपुगेँ जस्तो छ जस कोही पनि आएको छैन हाम्रो इसान चाहिँ आइसक्नु भयो होइन बस यो चाहिँ मेरो म बस्ने बेन्च लास्टमा होइन यही हो हाम्रो गएको अनि गएको बाहिरबाटको भ्यू चाहिँ यस्तो छ जस ठिक छ ल गाइस अहिलेको लागि चाहिँ बाई बाई गएको सकेर अब चाहिँ म घर फर्किन लाग्यो होइन अनि अब यसो एकछिन दाइसो घुमौँ के रहेछ हेरौँ होइन र अहिलेको लागि चाहिँ थम्स अप हेरिरहेको छु एक्वेरियम सप भनेको चाहिँ यसलाई हुन्छ होइन के पाइन्छ अरे त ल साथीहरू क्रिसमस मेरी क्रिसमस आइसक्यो होइन क्रिसमसको लागि चाहिँ सामानहरू ट्याक्क जाडो महिना लाग्यो नि त अनेक थरी छ यहाँ चप्पलहरू पनि यस्तै छ फ्लावरहरू भ्यू चाहिँ अलिकति महँगो हुन्छ फ्रेमहरू किन्नुपर्छ क्या एउटा पायो हेरिन यो चाहिँ किचनको सामानहरू होइन कपहरू खासै त केही छैन लिनुपर्ने थियो बसिदिन्छु गाइस अहिले चाहिँ यति नै हो कभरहरू चाहिँ आएर छ कि छैन ल म चाहिँ लागेँ त्यसै केही पनि रहन्छ राम्रो आजलाई यति नै मेरो भिडियो कस्तो लाग्यो एकचोटि भनिदिनु होला लाइक कमेन्ट एन्ड सेयर गर्न नबिर्सिनु होला बाई बाई